आज हामी शेयर बजारको अलि भित्रै पसेर कुरा गरौँ न, खाल गरी फाइनान्शियल हबसँगको कुराकानीमा आएका केही मुख्य विचारहरूलाई केलाउँदै। हुन्छ, एकदम। हाम्रो उद्देश्य चाहिँ यो शेयर बजारलाई सकेसम्म सरल बनाउने अनि लगानी गर्न चाहनेहरूका लागि बाटो देखाउने जस्तो हो। राम्रो कुरा। त्यसो भए सुरु गरौँ है त। सबभन्दा पहिले यो शेयर भन्छन् नि, यो वास्तवमा के हो? अलि सरल पारिदिनुस् न। शेयर भनेको कुनै पनि कम्पनीको सानो हिस्सा हो। जस्तो एउटा सिङ्गो केक छ भने त्यसको एउटा सानो टुक्रा जस्तो सम्झिनुस् न। केकको टुक्रा? हो। हरेक टुक्राले केकको भाग जनाए जस्तै हरेक शेयरले कम्पनीमा सानो स्वामित्व देखाउँछ। शेयर किन्ने मान्छे त्यो कम्पनीको सानो मालिक, मतलब हिस्सेदार भयो। जस्तो त्यो नेपाल टेलिकमको उदाहरण दिनुभयो नि फाइनान्शियल हबको छलफलमा, हैन? लाखौं मान्छे मालिक छन् भनेर। हो, ठ्याक्कै। लाखौं सर्वसाधारण त्यसरी नै सासारा हिस्सेदार बनेका छन्। बुझियो। तर कम्पनीहरू आफै चाहिँ किन आफ्नो स्वामित्वको टुक्रा मतलब शेयर बेच्न चाहन्छन् त? के खास कारण हुन्छ कि? हुन्छ नि, मुख्य कारण त पैसा जम्मा गर्नु नै हो, पुँजी जुटाउन। पुँजी कस्तो खालको कामको लागि? जस्तो व्यवसाय बढाउनु पर्यो, हैन? नयाँ प्रोजेक्ट सुरु गर्नु पर्यो वा नयाँ प्रविधिमा लगानी गर्नु पर्यो, कहिलेकाहीँ ब्याङ्कको ऋण तिर्न पनि। मतलब पैसा चाहियो कम्पनीलाई। हो। फाइनान्शियल हबले पनि के औल्याएको थियो भने पछिल्लो समय खास गरी त्यो जलविद्युत र आइटी कम्पनीहरूले आइपिओबाट ठूलो पैसा उठाएका छन् नि नयाँ प्रोजेक्टहरूको लागि। त्यो त सुनेको हो। यो एक किसिमले धेरैजना मिलेर लगानी गरे जस्तै हो के। सानो सानो लगानीले कम्पनीको ठूलो काम बन्छ। भनेपछि सर्वसाधारणको पैसाले कम्पनी चल्ने भयो एक हिसाबले। हो, विकासमा सहयोग पुग्ने भयो। ल, अब प्रक्रियातिर लागौँ न त। आम मानिसले कसरी किन्ने त शेयर? यो नेप्से, ब्रोकर, खाताहरू सुन्दा अलि झन्झट लाग्छ नि। सुरुमा अलि के रे प्रक्रिया धेरै जस्तो लाग्न सक्छ, तर एकपटक बुझेपछि सजिलै छ। शेयर किनबेच हुने मुख्य ठाउँ त नेपाल स्टक एक्सचेन्ज नेप्से भइहाल्यो। सबै कारोबार अनलाइन नै हुन्छ आजकल। घरबाटै गर्न मिल्ने, तर सिधै नेप्सेबाट किन्न चाहिँ मिल्दैन, ब्रोकर चाहिन्छ। फाइनान्शियल हबले पनि त्यही भनेको थियो। लाइसेन्स लिएको धितो पत्र दलाल ब्रोकर कम्पनी मार्फत नै गर्नुपर्छ कारोबार। बीचमा ब्रोकर चाहियो। अनि लगानी सुरु गर्न खासमा 3वटा खाता चाहिन्छ। 3वटा? के हुन् ती? पहिलो डिम्याट खाता। यो चाहिँ ब्याङ्क खाता जस्तै हो, तर यसमा पैसा हैन शेयरहरू राखिन्छ, त्यो पनि इलेक्ट्रोनिकली। शेयर राख्ने डिजिटल खाता हो। दोस्रो मेरो शेयर खाता। यो चाहिँ खास गरी आइपिओ भर्न अनि आफ्नो शेयर कति छ भनेर हेर्नलाई सजिलो छ। यसबाट आइपिओ भर्नलाई मेरो शेयर। अनि तेस्रो टिएमएस खाता, ट्रेड म्यानेजमेन्ट सिस्टम। यो चाहिँ ब्रोकर कहाँ खोल्ने हो, दोस्रो बजारमा, मतलब नेप्सेमा लिस्ट भइसकेको शेयर किनबेच गर्नलाई यो खाता चाहिन्छ। भनेपछि डिम्याटमा शेयर बस्ने भयो, मेरो शेयरले आइपिओ भर्ने र हेर्ने, अनि टिएमएसले चाहिँ बजारमा किनबेच गर्ने। हो, ठ्याक्कै। यी 3वटा जोडिएको हुन्छन्, प्रक्रियालाई सहज बनाउँछन्। ल, खाताको कुरा त प्रष्ट भयो। अब फाइदा के त? किन लगानी गर्ने शेयर बजारमा? फाइनान्शियल हबले के राम्रो पक्ष औल्याएको थियो नि। मुख्य फाइदा त आफ्नो पैसा बढाउनु नै हो, होइन? बचत वृद्धि। राम्रो कम्पनी छानेर लामो समय लगानी गर्यो भने ब्याङ्कले दिने ब्याज भन्दा राम्रो प्रतिफल पाउन सकिन्छ। कमाई चाहिँ कसरी हुन्छ? 2 तरिकाले हुन्छ। एउटा पुँजीगत लाभ, मतलब सस्तोमा शेयर किनेर महँगोमा बेच्दा हुने नाफा। किनेको भन्दा बढीमा बेचेर? हो। अनि अर्को चाहिँ लाभांश, डिभिडेन्ड भन्छन् नि। कम्पनीले नाफा कमाएपछि त्यसको केही हिस्सा शेयर धनीलाई बाँड्छ। त्यो नगदमा पनि हुन सक्छ वा थप शेयर, बोनस शेयरको रूपमा पनि। बोनस शेयर। अनि अर्को महत्त्वपूर्ण फाइदा फाइनान्शियल हबले पनि जोड दिएको थियो, त्यो हो सम्पत्ति विविधीकरण। विविधीकरण त्यो भनेको? मतलब आफ्नो सबै पैसा एउटै कुरामा, जस्तो घर जग्गामा वा ब्याङ्कमा मात्रै नराख्ने, केही हिस्सा शेयरमा पनि लगाउने। यसले जोखिम बाँडिन्छ। त्यो सबै अन्डा एउटै टोकरीमा नराख्नु भने जस्तै। बुझेँ, जोखिम कम गर्नलाई। हो। अनि अर्को फाइदा तरलता, मतलब चाहिएको बेला शेयर बेचेर सजिलै पैसा बनाउन सकिन्छ प्रायजसो। अनि देशको आर्थिक विकासमा पनि त सानो योगदान हुन्छ नि।
फाइदाहरू त निकै आकर्षक रहेछन्, खास गरी लामो समयको लागि सोच्दा। तर फाइदा मात्रै त कहाँ होला र, होइन? जोखिम पनि त हुन्छ होला नि? एकदम, जोखिम त छँदैछ। फाइनान्शियल हबले पनि भनेको थियो, जोखिम बिना त कहाँ प्रतिफल हुन्छ र। कस्तो खालको जोखिम नि? मुख्यतः बजार जोखिम, मतलब कहिलेकाहीँ पुरै बजार नै घट्छ नि विभिन्न कारणले। अनि कम्पनी विशेष जोखिम, कुनै एउटा कम्पनीको मात्रै प्रदर्शन खराब हुन सक्छ। अनि कहिलेकाहीँ बेच्न खोल्दा तुरन्तै किन्ने मान्छे नभेटिने तरलता जोखिम पनि हुन सक्छ। भनेपछि लगानी घट्न पनि सक्छ? त्यो कुरा सधैँ दिमागमा राख्नुपर्छ। शेयर बजारमा लगानी गर्दा नाफा मात्रै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। त्यसो भए के गर्ने त? सावधानी कसरी अपनाउने? सबैभन्दा महत्त्वपूर्ण कुरा हतार नगर्ने, हल्लाको भरमा अरूले कमायो भनेर हाम फाल्नु भएन। लगानी गर्नु अघि कम्पनीको बारेमा राम्रोसँग बुझ्ने, उसको आर्थिक अवस्था कस्तो छ, व्यवस्थापन कस्तो छ, भविष्य कस्तो देखिन्छ, हैन? अलि अध्ययन रिसर्च गर्नुपर्छ। अनि पैसा चाहिँ? त्यो पनि महत्त्वपूर्ण कुरा। आफूले गुमाउँदा पनि आफ्नो दैनिक जीवनमा ठूलो असर नपर्ने पैसा मात्र लगानी गर्ने, मतलब रिस्क क्यापिटल मात्रै लगाउने। गुमाउन सक्ने पैसा मात्र हो। अनि बजार अलि तलमाथि हुँदा आत्तिनु भएन। यो बजारको स्वभाव हो, यो एकदम नर्मल हो। बजार सधैँ एक नासले बढ्दैन, घट्छ पनि। धैर्य गर्न सक्नुपर्छ। आजको यो छलफलमा हामीले शेयर के हो भन्नेदेखि लिएर कम्पनीले किन जारी गर्छन्, कसरी लगानी सुरु गर्ने, त्यो खाताहरू, ब्रोकरको कुरा सहित, अनि कमाउने तरिकाहरू, फाइदाहरू र जोखिम कसरी कम गर्ने भन्ने बारे कुरा गर्यौं। फाइनान्शियल हबको कुराकानीले पनि यिनै कुरामा जोड दिएको रहेछ। हो, सारमा भन्नुपर्दा शेयर बजार राम्रो अवसर हो, तर यसको लागि ज्ञान चाहिन्छ, धैर्य चाहिन्छ अनि अनुशासन पनि। छिटै धनी हुने लोभ गर्नु भएन। लामो समयको लागि सोच्ने, राम्रोसँग बुझेर लगानी गर्ने अनि लगानीलाई विविधीकरण गर्ने हो भने राम्रो हुन सक्छ। बजार घटबढ हुँदा नआत्तिने बानी चाहिँ बसाल्नै पर्छ। एकदमै। ल, यो छलफलले पक्कै पनि शेयर बजार बुझ्न केही मद्दत गर्यो होला। अब जाँदा जाँदै एउटा प्रश्न श्रोताहरूलाई पनि सोच्न छोडौँ न त, है? हुन्छ। आफ्नो लगानी यात्रा सुरु गर्नुभन्दा पहिले व्यक्तिले आफ्नो जोखिम लिन सक्ने क्षमता र आफ्नो पैसाको लक्ष्य, मतलब वित्तीय लक्ष्यहरूलाई कसरी निष्पक्ष भएर मूल्याङ्कन गर्न सक्लान्? यो प्रश्नमा विचार गर्दा सायद लगानीको पहिलो पाइला अझ सही दिशामा पर्छ कि?